के छ गाइजहरु हामी कहाँ जान्ला रे म त केही बोल्दिन यो त बोल्दैन रे यार के यसलाई थाहै छैन दिदी मलाई खासै बोल्न छैन थाहै छैन होला है यो सुमन बिन्दा चाहिँ अगाडि छ यो बाइकमा उनीहरूले चाहिँ बेच्नु मिल्दैन अनि उनीहरूले चाहिँ भन्छ यतिमा लिनुहोस् यस्तो यस्तो यति छ रेट हामी सर बाटोमा कता चाहिँ थाहा भएन बाटोले अब कता लान्छ जिन्दगीको गोरेटोमा हिँड्दै जानुपर्छ कहाँ पुगिन्छ भनेर चाहिँ हिँडेछौ र कस्तो लागिरहेछ दिदी हजुरलाई मैले त मेरो पुरै बाल नदिएर बाबा सुरेशजी एकदम रमाइलो सन्चै यस्तो मौका फेरि फेरि सुरेशजी कतिवटा भन्नु खै प्रदीप सर हजुर कस्तो भइरहेछ यात्रा एकदम रमाइलो वेदर पनि एकदम राम्रो वेदरले साथ यात्रा नि रमाइलो ल ठीक छ त्यही त है मैले सोध्दा म के भने म हिरोमै खेल्छु कस्तो कस्तो गीत मन पर्ने म त अरेली काँडैले चस चस अनि अर्को गीत के थियो रे मकैबारी गरम 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 राइट साइडको चाहिँ हाम्रो यो शैली नदी मन्दिर मन्दिर हो टक्क हेरौँ है हेरौँ अनि त्यसपछि चाहिँ अब तलबाट जुन हाम्रो पानी बग्छ नि सर हामी छाली नदीमा गएर नआउने भन्छौँ नि यहीँबाट हो जाने यी पानी तलपट्टि यो पुल देखियो यो पुल त देखियो यतातिर पानी यसो जान्छ आयो हेलो गरिदियो भने यता साइडबाट आएर हेलो गाइस यो चाहिँ बाटो चाहिँ अब हामी शैली नदीको माथि हुँदै साँखुको बाटो हुँदै नगरकोट पुग्ने बाटो हो यहाँबाट चाहिँ धेरै छिटो पुगिन्छ उता भन्दा त्यो 10-15 मिनट धेरै छिटो ओहो सही ठाउँमा आइपुग्यो हामी सही खै 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 हेले 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 त्यो भिडियो खिच्दा चाहिँ आउँदै गरेको यस्तो खिच्दियो भनेको है त्यो मिलाउँदैछ क्या खतरा सही ठाउँ कस्तो अप्ठ्यारो भयो त मान्छेको ढाल खुसीको तिमीले भने गुगललाई पनि भनेको मैले साइडमा लगा साइडमा यसो त गाह्रो हुन्छ भनेर खिचिहाल्छ नि खिचिहाल्छ नि के घुम्नु पर्यो यसरी क्यामेरा यता भइगयो क्यामेरा यसरी हेर्नै पर्दैन क्या झर्छ यसरी गरेर हेर्नु पर्यो मान्छे रोड जान्नु पर्यो यसरी चप्प समातेर यसरी खिच्नु पर्यो मान्छे आइरहन्छ ओहो ल हामी कहाँ आएको रे नगरकोट रिसोर्ट कहाँ रे आज यहीँ बस्ने हो बिन्दा बिन्दाको स्विमिङ पुल बिन्दाको स्विमिङ पुल ठुलो बेडमा सुत्छु है पहिला एकचोटि गराइदिनु तपाईँहरूलाई म भन्छु दिदी प्रविशालाई भन्छु क्या नगरबाट होइन गएको होइन कहाँ गएको ठुलो बेड थियो कि ठुलो बेड थियो सर्व त्यो हेर न ब्लगमा आयो कस्तो हिट हुन्छ अहिले भाइरल हुन्छ त्यो सर्भर म त भन्दिनँ ठुलो बेड थियो होइन त्यो बेडमा चाहिँ 4-5 जना बस्छु मिल्ने कि अनि 2 जना मात्रै केटी गएको अनि 8-9 जना केटा गएको अनि हामी 2 जना भने त रचना बनाउने यत्रो बेड थियो कि यिनीहरू सुत्छ भनेर क्या पहिला ठुलो बेडमा सुतेको क्या यिनीहरू सुत्छ तर फेरि नाच्यो हामीलाई
सुत्दैन मैले भुइँमा सुत्दैन हामीहरू सँगै आएको होइन यस्तो हाम फाल्छु बस्छु नि त्यो हाम फाल्छु मलाई छपला के चाहिँ खाइहाल्नु है सही छ ठाउँ सही छ सुमन यो बिरालो क्या चलाउ न त्यसलाई बस्देला हो तिमी पछाडि थचक्क हो त्यसलाई चलाइदेऊ त त्यहाँ सुत त तिमी सुत न को तान्न चाहिँ सक्छ रेबिजको सुई लाउनु के हुनु ए टिटानसको टिटीको सुई लाउनु टिटीको लाउने कि ब्याडमिन्टनको टिटीको लाउने टिटीको लाउने कि ब्याडमिन्टनको टिटीको लाउने त्यसले गर्दा ओके उ त सुत्यो फोटो खिच्दै गर्दै त एक स्टेप मात्रै लिऊ त पहिला छैन छैन नखेल्ने भाग्यो छैन ओ दिदी दिदी जानु न अब सुरु हो क्या अब बिन्दाको अब सुरु हो ल ल ल ल होइन उ त्यहाँ भाग्न ओहो अब खाजा पनि आइसकेको छ खाजा खान्छु होला नि ए खाजा कस्तो छ खाजा खाजा जस्तै छ मिठो छैन मिठो छैन ठिकै मेरो साथ भला भनेको मिठो छ कस्तो आलु आलु जस्तै छ आलु जस्तै छ अरे अनि प्रमिसा जस्तै छ भने भयो नि थियो नि आलु यहाँ चिठी बिन्दा एकैचोटि ठुलो न ल अब लाग्यो होइन त सबैजना कस्तो भयो आज रमाइलो भयो एकछिनमा भोलितिर आउँछ हो क्या सुमन कस्तो भयो त बवाल भयो लास्ट टाइम मलाई नेक्स्ट टाइम फेरि जाने हो दिदी पैसा कस्तो भयो दामी भयो ल ल ल यता मकैबारी करम मकैबारी करम भइरह यतातिर ल यति भन्दै आजको लागि भ्लग यहीँ इन्ड गर्दछु फेरि अर्को भ्लगमा भेटौँला है त मकैबारी करम